भाइसँग टिकटक बनाउने रे बहिनीले कहाँ पुग्यो त्यहाँतिर आइरहले गाइज वेलकम ब्याक टु माई न्यू फिटनेस ब्लग। आज चाहिँ म कहाँ जाँदैछौँ भने बर्थडे बोयलाई भेट्न काठमाडौँ जाँदैछु। बर्थडे बोयको लागि सामान प्याकिङ हान्नु पर्यो। गिफ्ट क्या गिफ्ट मेरो तर्फबाट। अब रोसपादेखि काठमाडौँसम्म 1500 लिएर जाँदैछु। बर्थडे बोयलाई सरप्राइज दिने चक्करमा फेरि आफै हराएर आफैलाई सरप्राइज भएर ल। अब त्यहाँ काठमाडौँ पुगेपछि सबै ठाउँ एउटै जस्तो देख्छ मैले त। कहाँ हो कहाँ हुन्छ फेरि आफैले सरप्राइज भएर ल। सरप्राइज कैसा लगा मेरा मजाक? त्यही भएर म हराइहाल्यो भने यो भिडियो हेरेर मलाई खोज्न आइदिनु होला। फेरि म गायब होला। भाइसँग टिकटक बनाउने रे बहिनीले यसरी तुमसे ना हो पाएगा। पार ममा हो गीत त खतरा छ। गीत त यस्तो गीतमा टिकटक बनाउन थाल्यो भने त आजको वर्कआउट अब त्यतै गएर हुन्छ। ल म हराइहाल्यो भने खोज्न ठुली आमा आउँछ अरे। ठुली आमाले मलाई खोज्न आउँछ। अनि हामी आजको वर्कआउट त्यतै ब्याक र बाइसेपको वर्कआउट त्यतै गर्नेछौँ गाइज। यति भएपछि बिदाई कार्यक्रम गरेर हामी गन्तव्यमा अगाडि बढ्यौँ। यत्र दिदीतिर हामी भात खान अड्किया छौँ। भने यो घरतिर क्या क्या बोला तूने? नहीं पहले क्या बोला? चल चल चलो जाके इलाज कराओ। फेरि पनि लास्ट सेडमा उफार्दै थचार्दै अगाडि बढी नै रह्यो। आफै गायब भयो। सरप्राइज दिने मान्छे आफै गायब भयो। फोन गर्नुपर्ने भयो। कहाँ हो कहाँ अहिले म हराएन हौ। त्यहाँ मेरो भाइ देखिसक्यो। यतातिरबाट पो लमक लमक आइरहेको छ। म त हरायो भने दादा सरप्राइज। कहाँ पुग्यो त्यहाँतिर आइरहले त। कता जाने यहीँ बस्छु। आर्सीको बजार मान्छे यहाँ हजार। अलि यस्तो क्या अलि यस्तो कर पा जस्तो हुन्छ नि त्यस्तो खाले छ हुँदैन यहाँ। अलि यस्तो कप भए जस्तो क्या अलि यस्तो देख्ने होइन। त्यस्तै भनौँ। अरे कहना क्या चाहते हो? है त हेरे मात्रै गर्छ यसले त लिँदैन रहेछ। कस्तो लाने हियर भने नि तँलाई मलाई त जस्तो लाग्ने हुन्छ नि लाउन लाए भयो। त्यस्तो खालको मान्छे पो त फेरि म त हिरो देख्छ त। अनि फेरि ऐनामा त ऐना नि के छुट्टो छुट्टो हो कि हो। यहाँ हेर्दा अर्कै देख्छ फेरि यहाँ हेरे अर्कै देख्छ। यहाँ हेऱ्यो भने फेरि अर्कै देख्छ। ऐना छैन हेर्दै कपाल काटेर आएपछि उखु खाएँ। अनि आजको वर्कआउट सुरु भयो। फर्स्टमा वायर ग्रिप बार वर्कआउट गरेँ। अनि त्यसपछि स्लिप एन्ड रोटेट 3 सेट गरेँ।
अनि त्यसपछि बाइसेपको लागि बार वर्कआउट 3 सेट गरेर आजको वर्कआउट सिधै दिएँ। यो चाहिँ आजको वर्कआउट पछिको बडी कन्डिसन।